ऐनको रूप लिन्छ। ऐन संघीय कानुन हो, त्यसपछि त्यही कानुनको अधीनमा रहेर सरकारले काम गर्छ, काम गर्नुपर्छ। त्यही हो विधिको शासन भनेको। प्रतिनिधिले कानुन बनाउँछ र त्यही कानुनको अधीनमा रहेर चाहिँ सरकारले काम गर्छ। यो कानुन निर्माणको सामान्य प्रक्रिया हो, यसरी नै चलिरहेको हुन्छ। तर जब संसद अधिवेशन चलेको अवस्था हुँदैन र कुनै कानुन आवश्यक भएको कारणले अभाव भएको कारणले सरकारले काम गर्न सकिरहेको हुँदैन वा कठिन भइरहेको हुन्छ, त्यस्तो अवस्थामा संविधानले अध्यादेश लिएर आउने अधिकार पनि सरकारलाई दिएको छ। संविधानको धारा 114 मा संघीय संसदको दुवै अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा चाहिँ तत्काल केही गर्न आवश्यक परेमा मन्त्री परिषदको सिफारिसमा अध्यादेश जारी गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ। मन्त्री परिषदले अध्यादेशको मस्यौदा तयार गरेर राष्ट्रपति समक्ष पठाउँछ र राष्ट्रपतिले स्वीकृति दिएपछि त्यो अध्यादेश कानुन सरह नै लागू हुन्छ। तर त्यो अध्यादेश 60 दिनभित्र संसदमा पेश गर्नै पर्छ। यदि संसदले पारित गरेन भने अध्यादेश स्वतः खारेज हुन्छ। यदि सरकारले त्यस्तो अध्यादेशलाई स्थायी कानुन बनाउन चाहन्छ भनेदेखि संसदबाट पारित गराउनै पर्छ, त्यो अनिवार्य नै हुन्छ। अब यो सबै कुरा बुझेपछि अध्यादेश किन सधैँ आलोचनाको विषय बन्छ त? आखिरमा संसदमा जाने नै रहेछ, किन आलोचनाको विषय हुन्छ त भन्ने कुरा पनि बुझ्न जरुरी हुन्छ। विगतमा धेरै सरकारहरूले अध्यादेशको दुरुपयोग गरेका उदाहरणहरू छन्। विगतमा यस्ता दृष्टान्तहरू पनि छन् जहाँ अध्यादेश ल्याइयो, स्वार्थ पूरा गरियो र त्यसलाई संसदमा नल्याइकन खारेज गरियो। त्यसैले अध्यादेशप्रति अविश्वास र आलोचनाहरू हुने गर्छन्। तर यसपटकको सन्दर्भ चाहिँ निकै फरक छ। यो सरकारले काम तीव्र गतिमा गर्न चाहन्छ। केही क्षेत्रमा कानुनको अभाव वा अस्पष्टता भएका कारण काम अगाडि बढाउन कठिन भइरहेको थियो। त्यस्ता कानुनी अवरोधहरू हटाएर तुरुन्त निर्णय गर्न कानुन आवश्यक थियो र हामीले अध्यादेश लिएर आयौँ। अहिलेको सरकारसँग संसदमा बहुमत छ, लगभग 2/3 नै छ। त्यसैले कुनै कुरा लुकाएर वा पर्दा पछाडि बसेर